तपाईकै छेउमा एउटा बहुमूल्य चम्कने हीरा छ, तर तपाईलाई थाहा नै छैन। झापाबाट 50 किलोमिटरमा मात्र बसेको 2 घण्टामै पुगिने यो हो पानीटार। विशाल चिया बगान, इलामेली आतिथ्य अनि अनेकौं देवस्थल साथै थुप्रै मनोरञ्जनका स्थान भएको इलाम देउमाईको पानीटार गाउँ आऊ तपाईँ हामी सँगै परिक्रमा लाऊ। यो हो झापाको शनिसरे बजार, जुन बिर्तामोटबाट 5.5 किलोमिटर उत्तरमा पर्दछ। अर्जुनधारा देवस्थल सँगै रहेको झापाकै पुरानो सुन्दर बजार शनिसरेबाट सुरु गराउँदैछौँ आज तपाईलाई पानीटार परिक्रमा। ल है, अब यात्रा सुरु हुँदैछ हाम्रो पानीटारसम्मको यो झापाको शनिसरेबाट। यो शनिसरे झापाको एउटा पुरानो बजार, बिर्तामोटबाट थोरै उत्तर लाग्दा 5-7 मिनटमा आइपुगिन्छ भने चारपानेबाट पनि भित्र पस्दाखेरि यहाँ आइपुगिन्छ। अब हामी खुदुनाबारी मार्ग पक्रिँदैछौँ यो शनिसरेबाट। हामी जान्छौँ सितलुसम्म, यहाँबाट सिधै खुदुनाबारी मार्ग भने त्यहाँबाट हामीले सोक्तिम मार्ग पक्रेर छड्के लाग्नुपर्ने हुन्छ। तपाईलाई इलामको सबैभन्दा सुन्दर ठाउँ र झापाबाट सबैभन्दा छिटो पुगिने सुन्दर ठाउँ पानीटारको। ल है, अब भने हामी लाग्यौँ शनिसरे बजारबाट उकालो। यो हामी हिँडेको सडकलाई भनिन्छ बिर्तामोड शनिसरे खुदुनाबारी दानाबारी मार्ग सडक। यसैले हामीलाई पुर्याउँछ सितलु भन्ने ठाउँसम्म। दानाबारीको केन्द्र छेउछाउ एउटा सानो बजार छ, त्यहाँबाट हामीले यो सडकलाई दानाबारी सडकलाई पनि छोडेर दाहिनेपट्टि हानिनुपर्ने हुन्छ सोक्तिमतिर। सोक्तिमको छेउछाउबाट फेरि हामीले त्यो सडकलाई पनि छोडेर अर्को सडक समाउनु पर्ने हुन्छ। अब हामी तपाईहरूलाई पुर्याउँदैछौँ इलाम जिल्लामा झापाबाट सबैभन्दा छिटो पुगिने सबैभन्दा सुन्दर ठाउँ पानीटार। हामी थोरै अगाडि आयौँ, यहाँ शनिसरेबाट केही अगाडि लागेपछि पेट्रोल पम्प छ, यहाँ थोरै पेट्रोल हाल्यौँ। यो बाटो हिँड्दाखेरि पेट्रोल पम्प यहाँनेरि छ, सधैँभरि पेट्रोल भइरहन्छ। र अगाडिपट्टि दाहिनेपट्टि हाम्रो एकजना मित्र हुनुहुन्छ, उहाँलाई पनि लिएर जाने निधो हामीले गरेर यहाँबाट यसरी हामी दाहिने लाग्दैछौँ। गढी भनिन्छ यो ठाउँलाई। यो गढी चोकबाट हामी केही मिटर यता गएर हाम्रो एकजना अर्को मित्रलाई लिएर जान्छौँ है त। यहाँ हुनुहुन्छ हाम्रो मित्र एकजना सरोज, उहाँलाई हामीले यसरी लिएर जान्छौँ है त। कहाँ हुनुहुन्छ? ल यहाँ माथि हाम्रो सरोजजी र नरेन्द्र दाजु यहाँ माथि हुनुहुन्छ, म बोलाउँदैछु। लु छिट्टो छिट्टो लुगा लाएर आइहालौँ आइहालौँ। शनिसरे बजारबाट 5-7 मिनटमै हामी खुदुनाबारी बजार आइपुग्यौँ। साबी खुदुनाबारी गाविस हालको अर्जुनधाराको खण्ड। पुरानो रमाइलो बजार खुदुनाबारीबाट निरन्तर अघि बढ्दैछौँ हामी। हामीले खुदुनाबारी बजार काटेर अगाडि बढ्दैछौँ। यो खण्डमा भने साना साना टिनका घरहरू एकदमै रमाइलो तरिकाले राखिएको छ। यो खुदुनाबारी दानाबारी हाइवे यसैमा हाम्रो दाहिने तर्फबाट कतैबाट मदन भण्डारी हाइवे आएर जोडिएको छ। यही सेरोफेरोमा हामी अहिले जहाँ छौँ त्यसकै सेरोफेरोमा कतैबाट आएर जोडिएको छ। ठ्याक्कै त्यो पत्तो लाग्न बाँकी छ। त्यहाँबाट मदन भण्डारी हाइवे यही सडक हुँदै पारी माइखोला तर्छ र माइखोला तरेपछि दानाबारी सडकलाई यसलाई छोडेर मदन भण्डारी हाइवे थोरै देब्रे देब्रे पश्चिम लाग्छ।
यो सुखानी खोला तर्दैछौँ हामी। सुखानी पार्क केही अगाडि छ, मुख्य सुखानी क्षेत्र केही अगाडि छ। यो छेउमा रहेको सुखानी खोलालाई हामीले पार गऱ्यौँ। अलि परतिर अर्को एउटा खोला छ, त्यो खोलापछि यतापट्टि झापा र उतापट्टि इलाम हामी टेक्नेछौँ। अगाडिपट्टि अर्को एउटा खोलाबाट हामीले झापालाई छोड्दै इलाम टेक्नेवाला छौँ। सुखानीबाट अब हामी 6 जना जम्मा भयौँ। यहाँ एकदमै वरिष्ठ मान्छेहरूको पनि आगमन भइसकेको छ। यता यसरी 3 वटा बाइकमा 6 जना भएर अब यहाँबाट हामी उँभो लाग्दैछौँ, होइन त? हामीले सुखानी पार्क काट्यौँ। पार्क काटेपछि जङ्गल आयो, शीतल रमाइलो बाटो छ, राम्रो बाटो छ, मजाले पिच गरिएको छ, राम्रो पिच छ। यो जङ्गल हामीले केही बेरमा काट्नेछौँ र अगाडिपट्टि शुक्रबारे बजार भेट्नेछौँ। शुक्रबारे दानाबारीको एउटा बजार हो। गरुवा खोलाको पुल तर्दै हामी अगाडि बढ्दैछौँ। मजाको घाम लागेको मौसम छ, राम्रो छ। अगाडिपट्टि शीतलु बजार छ। यो जुन शुक्रबारे बजार कटिन्छ, कटेपछि यो गरुवा खोला कटिन्छ। कट्ने बित्तिकै 5-7 मिनटको दूरीमा शुक्रबारे पछाडि शीतलु बजार आउँछ, जुन शीतलु बजार चाहिँ केन्द्र छ, त्यहाँ अफिस छ। परिक्रमा 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 मेरो देशको परिवेशको। यहाँबाट थोरै माथि चढ्नुपर्छ। अब यहाँबाट चिया बगान सुरु भयो। यो तलतिर गएको बाटो यतै गाउँतिर र कार्यालयतिर जान्छ भने हामी यहाँभन्दा यता माथि जान्छौँ गट्टटटटट लाएर। ल है, यो चिया बगानलाई एक फन्का लाएर बाटो अलिकति उकालियो र भित्र जस्तो पसो। यहाँबाट हामी अलि पर जान्छौँ अनि केही घुमौरो बाटो छ। घुमौरो बाटोको वरिपरि गाउँघरहरू छ। चिया बगान पनि अलि परसम्म छ। मजाले यो दृश्य निहाल्दै हामी अगाडि बढ्दैछौँ। केही माथि पुगेपछि अर्को एउटा चिया बगान भेट्छौँ हामीले, सोक्तिम भन्ने। यही बाटो इलाम पनि जान सकिन्छ। सिधै गएर पानीटार निक्लेर नेपालटारबाट भ्याक आउँदा पनि हुन्छ र अलि माथिबाट सिधै गएर यो माई खोलाको किनारतिर यो बाटो गएर माथि राजदुवाली माई खोला माई पुलमा निस्किन्छ। तर दुवै बाटोको उत्तरी खण्डहरू कच्ची छन्। श्री सिंह आदर्श आधारभूत विद्यालय आयो, लोदिया खोला पुल आयो। यो लोदिया खोला हो।
यो लोदिया खोला यता दाहिनेपट्टि कतै पहाडको कन्दराबाट सानातिना खहरेहरू मिसिएर ठुलो स्वरूप भएर यहाँ आइपुगेको छ र यतापट्टि दक्षिण गएर तल माई खोलामा मिल्छ यो लोदिया खोला। यसैलाई हामीले पार गर्यौं र अगाडिपट्टि रमाइलो फाँट भएको ठाउँमा यसरी टेक्दैछौँ। अब भने पहाडको एकदम भित्ता जस्तो ठाउँमा हामी पुगिसक्यौँ। ल है, अब भने पिच रोड सकिएको छ, कच्ची बाटो आयो तर कच्ची पनि यसरी राम्रै छ। यो पिच हुन आँटेको जस्तो कच्ची छ। अब सालभित्रै पिच हुनुपर्ने यो बाटोको अवस्था हेर्दा यसरी आकलन गर्न सकिन्छ। हामी सोक्तिम आइपुग्यौँ। यो माई नगरपालिका नै पर्छ। अलि माथि गएर सोमबारेबाट हामी छड्किनेछौँ बेलासे पुल तरेर। अब यो एउटा सोक्तिम चिया बगान हो, ठुलो इतिहास बोकेको एकदमै ठुलो एकदमै पुरानो चिया बगान। यो चिया बगानलाई थोरै निहालौँ, यहाँ पानी सानी पिउँ र यहाँबाट अघि बढौँ। इलाम जिल्ला माई नगरपालिका 9 नम्बर वडामा अवस्थित यो सोक्तिम चिया बगान तत्कालीन बडा हाकिम गजराज सिंह थापाले विक्रम सम्वत 1922 मा यो सोक्तिममा चिया खेती सुरु गरेका थिए। हामीले रमाइलो सोक्तिम चिया बगान पार गरेर अगाडि बढ्दैछौँ। अगाडि बढेर हामी एकदमै राम्रो बजारमा आइपुग्यौँ। सोमबारे बजार भनिन्छ यो माई नगरपालिकाभित्रको यो क्षेत्रको। राम्रो बाटो ढलान गरिएको छ। यो बाटो सिधै गइयो भने मेची राजमार्गको राजद्वाली माई खोला पुगिन्छ। तर हामीले यहाँबाट यो बजारको सिरानबाट यो बाटोलाई छोडेर देब्रेपट्टि मोडिनु पर्ने हुन्छ पानीटारको लागि। यो पानीटार मार्ग अलि पर बेलासेमा पुगेर हामीलाई बेलासे पुलबाट माई खोला तर्नेछौँ र यतापट्टिको माई नगरपालिकालाई छोडेर हामी पारिपट्टि इलाम नगरपालिका टेक्नेछौँ अब आउने माई खोलाको बेलासे पुलबाट। ल यसरी माई खोलामा यसरी हामी जाँदैछौँ। अहिलेलाई 4 चक्के र 3 चक्के दुवै बन्द गरिएको रहेछ यो बाटो यसो भएर। ल त हामी आइपुग्यौँ माई खोला। यसलाई भनिन्छ बेलासेको पुल। भर्खरैको यो तिहार छेउछाउको बाढीले गर्दाखेरि यहाँको पुल भाँचिदिएको छ, नत्र भने त पानीटारबाट बिर्तामोडसम्मै यस्ता गाडीहरू चल्थे। अब यो ढुवानी सेवा पारिपट्टि ल्याएर कुनै गाडीले त्यहाँ फ्याँकिदिन्छ र बोकेर यताको गाडीमा लाउनुपर्छ र यहाँबाट लिएर जानुपर्छ। यो एकै दिनमा यसरी उपद्रो भएको यो माई खोलामा अब यो बनिन सुधारिन धेरै समय लाग्छ। तबसम्म 4 चक्के यहाँबाट उपाय छैन रहेछ। तपाईहरू यो बाटो पानीटार आउँदाखेरि अब 2 पाङ्ग्रे प्रयोग गर्नुपर्ने हुन्छ। हामी यहाँ थोरै निहाल्छौँ र अगाडि बढ्छौँ। पारी इनपा वारी मानपा बीचको माई नदी पार गराउन हालै मात्र सम्पन्न भएको यो बेलासे पक्की पुलको एउटा खम्बा गएको तिहार छेकको बाढीले भसाइदिएको छ। हाललाई 2 पाङ्ग्रे मात्र तराउन मिल्ने यो पुल चाँडै बनोस् भन्ने प्रार्थना गरौँ। ल है, यो इलाम जिल्लाभित्रको माई खोलामा पर्ने बेलासे भन्ने स्थानको बेलासे भन्ने पुल तरेर हामी अगाडि बढ्दैछौँ। यो भर्खरैको तिहारको भेलले यो पुलको एउटा खम्बा बसाइदिएको रहेछ। यसरी हामीले यो माई खोलाको बेलासे तर्ने बित्तिकै यतापट्टि माई नगरपालिका छोडेर इलाम नगरपालिकाको भूमि टेकिसक्यौँ। अगाडिपट्टि यहाँ 2वटा बाटो फाट्यो। दाहिने जाँदा हामी इलाम नगरपालिका बजार पुग्नेछौँ र यहाँबाट हामीले यसरी देब्रेपट्टि लाग्यौँ भने हामी पानीटार पुग्नेवाला छौँ। यो देउमाईको पानीटार। यसरी हामी देब्रेपट्टिको बाटो भएर अगाडि बढ्दैछौँ। एकदमै राम्रो बाटो छ।
पिच चाहिँ छैन, तर पिच हुन भर्खरै सुरु भएको जस्तो अवस्था छ। हामी 3वटा बाइकमा 6 जना छौँ र यसरी आनन्दले यो बाटो अगाडि बढ्दैछौँ पानीटारतर्फ। पानीटार हुँदै मङ्गलबारे या त नेपालटार भन्ने ठाउँमा मेची हाइवेलाई ठोकिने यो एउटा राम्रो सडक मार्ग हो। चाँडै चाँडै नै पिच बन्न खोजेको यो सडक मार्ग। मजाको बजार आयो है त। कुन बजार रहेछ यो? अब छेउछेउमा गएर कुनै बोर्ड पढेर पत्तो लाउँ के ठाउँ भनिँदो रहेछ। धेरै ठुलो बजार त छैन, ठिक ठिकैको ठाउँ छ। इलाम जिल्लाको एउटा पुरानो बजार पञ्चमी बजार। सदरमुकाम र सडक सञ्जालबाट टाढै रहेको यो पञ्चमी बजार हालको यो झापा झर्ने सडक व्यवस्थित भएपछि केही खुकुलो सास फेर्न थालेको छ। यो रमाइलो पञ्चमी बजारबाट पनि हामी अघि बढ्दैछौँ। ल यो ठाउँबाट हामीले इलाम नगरपालिकालाई छोडेर देउमाई नगरपालिका प्रवेश गऱ्यौँ। हामी जाने आजको हाम्रो डेस्टिनेसन पानीटार पनि देउमाई भित्रै पर्ने एउटा खण्ड हो, एउटा रमाइलो गाउँ हो, ठाउँ हो। नवमी कता हो? नवमी भन्ने ठाउँ कहाँ हो? सिधै ए नवमी। ल सिधै जाँदा नवमी आउँछ अरे। सिधै जाउँ है त। यहाँ दुईटा बोजूहरू कहाँबाट आउनुभएको कि कहाँ जानुभएको? ल उत्रो बोजूहरू। यो सप्तमीको सिरानबाटै एउटा बाटो दाहिने छुट्टिन्छ पानीटारतिर। त्यसले 10-15 मिनट छिटो पानीटार पुर्याउँछ। त्यताबाट जाँदा पनि हुन्छ, तर नवमी बजारलाई हामी हेर्ने हुनाले यही बाटो आयौँ। 10-15 मिनटको मात्रै फरक अरे। 10-15 मिनट ढिलो पुगिने परियो पानीटार। यो नवमी टेक्ने हुँदा अब हामीले हाम्रो पछाडिपट्टि नै हामीले दाहिनेपट्टि पानीटार सिधै जाने सर्टकट बाटो छोड्यौँ र नवमीतिर लाग्यौँ। तपाईँहरूले जुनै बाटो पनि रोज्न सक्नुहुन्छ। यति लामो आइसकेपछि नवमी बजार हेरेरै टेकेरै जाँदा राम्रो है त। जितपुरको यो रमाइलो नवमी बजार हाल देउमाईको परिचित नवमी बजार बन्न पुगेको छ। मेची राजमार्गको नेपालटारबाट पानीटार हुँदै यो नवमीसम्म आइपुग्ने कालो पत्रेले नवमीको मुहारै फेरेको छ। ल है, यो नवमी बजारलाई हामी यसरी तल भुइँबाटै काट्दैछौँ। यसरी एकदम मजाको पिच छ यो नवमी बजारमा। अब 10देखि 15 मिनट लाग्छ यस्तै सजिलो बाटो पिचबाटै बाटो पानीटार पुग्नलाई। अब भने हामी पानीटार आइपुग्यौँ। ल यहाँनेरि यसरी यो पानीटार अब बजार एरिया यही नै हो। यतापट्टि चियाहरू प्रशस्त लगाइएको छ, चिया फ्याक्ट्री छ र यहाँबाट हामी जानुपर्छ अब दाहिनेपट्टि र एकछिन यहाँ मन्त्र कटेजमा हामी थकाइ मार्ने छौँ। यसरी यो बाटो गइन्छ पानीटारतिर र यहाँनेरि मन्त्र कटेजमा यसरी थकाइ मार्नुपर्छ। ओहो
टङ लाएर यहाँनेरि अब आयौँ हामी मन्त्रमा। यो पानी टारको मन्त्र। यतापट्टि हाम्रो पार्कतिर बगानतिर जाने छ भने एकछिन यहाँ हामी आराम गर्छौँ, साथीभाइलाई भेट्छौँ र अगाडि बढ्छौँ। हौ साथी हो, लु कसो छ के छ? बसौँ त, लास्टमा बसौँ। सबैजना दर्शकहरूलाई नमस्ते। नमस्कार। ल है, पानी टारको तन्त्र मन्त्र कटेज आइपुगेको छौँ हामी। यहाँ साथीभाइहरू आउँदै हुनुहुन्छ, भेटघाट गर्छौँ है त। जिन्दगीमा हामी एका बिहानै उठ्यौँ, 6 बज्नलाई 6 मिनट छ। यहाँ पानी टारमा तलतिर मन्त्र कटेजमै खाना भयो हाम्रो र त्यहीँ तल सुतेको थियौँ। अब यो डाँडामा चढेर यहाँबाट सनराइज हेर्ने कोसिस गर्दैछौँ हामी। कस्तो मजाले कसरी देखिँदो रहेछ सनराइज। सबै बिहान उठेर मुखै नधोई यो डाँडा चढ्दैछौँ है त। ल है, यसरी अब हामी बिहानै सूर्योदय हेरेर फेरि चिया बगानतिर जाँदैछौँ। ल यिनै चिया बगानको गोरेटोबाट मजाले पानी टारको यो एकदमै रमाइलो ठाउँ। यसरी हामी हिँड्दैछौँ। यसरी जाँदैछ है हाम्रो टोली चिया बगानतिर हर लाएर। आहा, ल है, जिन्दगीमा हामी पानी टारको एकदमै मजाको चिया बगानमा आइपुगेको छौँ। यहाँ झन्डा गाडेको छ, झन्डे डाँडा यो। यहाँभन्दा उत्तरपट्टि अर्को अग्लो डाँडा छ, चिया बगानकै डाँडा। त्यहाँनेरि शङ्ख राखेको छ, त्यसलाई शङ्खे डाँडा भनौँ। एकदमै मजाको चिया बगान छ, ठुलो क्षेत्रमा छ र तलतिर रहेको गाउँ पनि राम्रो छ। घाम झुल्केको हामीले अघि हेरिसकेको छौँ। अब यो चिया बगान घुम्ने क्रम हाम्रो जारी छ। एकचोटि मजाले निहालौँ यो पानी टारको चिया बगानलाई। मेरो देशको
परिवेशको हिमाल पहाड तराई मधेसको परिक्रमा। सूर्योदय र सूर्यास्त एकै ठाउँबाट देखिने, चियाबारीको पानामा सम्झनाको कथा लेखिने, इच्छा भए कुनै समस्याले यहाँ आउन नछेकिने हाम्रो सुन्दर पानीटार। इलामका 10 पालिका मध्ये मध्य उत्तरी नगरपालिका देउमाईको यो सुन्दर पानीटार गाउँ झापाबाट मात्र 2 घण्टामा आइपुगिन्छ। यहाँको सुन्दर, शान्त र विशाल चिया बगान, गाउँकै रैथाने परिकार, यहाँको संस्कृति, वरिपरिका देवस्थलले तपाईलाई यतै बाँधेर राखौँझै गर्छ। बस्न खानका लागि यो क्षेत्रमा 8-10वटा होटल एभाइलेबल छ र यहाँको अर्ग्यानिक खानेकुराहरू लिन सक्नुहुन्छ। र फोटो खिच्नु पर्दामा धेरै सुन्दर यो चियाका थुम्का डाँडाहरू देख्न पाउनुहुन्छ तपाईँहरू। र विभिन्न म्युजिक भिडियोहरू र फिल्महरू 9/5 हिजो अस्ति भर्खरै मात्रै मैजारोको पनि सुटिङ भएको थियो। जस्तै हामी अहिले यहाँ झन्डी डाँडामा छौँ। यो 8-10 वर्ष अगाडि स्थापना भएको हो। यो देशको अवस्थामा विविध पार्टी र पङ्क्तिको झन्डा भन्दा यो नेपालको एउटा राष्ट्रिय झन्डा चाहिँ हामीले राख्नुपर्छ भन्ने हिसाबले चाहिँ यो मेरै नेतृत्वमा त्यो बेलामा खडा गरियो। र अहिले यो विभिन्न समयमा चाहिँ यो झन्डा चाहिँ यहाँको देशलाई माया गर्नुहुने इष्टमित्रहरूले वर्षमा एकपल्ट फेर्नुहुन्छ। तपाईँहरू आउनु हुँदाखेरि मैले भन्नैपर्छ, यो ठाउँमा जुन सिसाजन्य कुराहरू चाहिँ घरबाट ल्याउनु भएको छ अथवा पसलबाट ल्याउनु भएको छ भने त्यो रिटर्न लगेर उतै लगिदिनु हुन म अनुरोध गर्छु। र डिस्पोज हुने चिजहरू प्लास्टिक जन्य यो कार्टुनहरू चाहिँ यहाँ जलाइदिनु हुन पनि अनुरोध गर्छु। र यदि त्यो सम्भव भएन भने हामीले राखिएको अथवा तोकिएको ठाउँ त्यो ठाउँमा राखिदिनु हुन म एकदम विनम्रताका साथ अनुरोध गर्दछु। अब हामी यो झन्डे डाँडाबाट दक्षिणतर्फ रहेको ड्राई पिकनिक स्पट साउथ भ्यू पोइन्टतिर जाँदैछौँ। यो झन्डी डाँडाबाट घुम्दै आउँदाखेरि यहाँ एउटा गोल गरेर छ। अब यहाँ चाहिँ ड्राई पिकनिक खान रमाइलो गर्न को लागि एकदम राम्रो ठाउँ रहेछ। तर यहाँ डस्टबिन छैन। बियर खाएर बोतलहरू यत्र तत्र फ्यालेको छ। त्यसो चाहिँ नगरिदिनु होला। त्यसलाई कलेक्सन गरेर एउटा ब्यागमा हालेर राखिदिनु होला, किनभने यहाँको वातावरण जोगाउनु हामी सबैको कर्तव्य हो। हामी चाहिँ अहिले घुम्ने क्रममा यो झन्डे डाँडा यहाँ माथितिर छ। यहाँबाट हामी तलतिर एउटा गोल घर छ पिकनिक स्पट। अब त्यहाँ घुमेर अब हामी उपरको सङ्खे डाँडामा चढ्दैछौँ। एकदमै पानीटार क्षेत्र पर्यटन विकासको लागि मनमोहक मलाई लाग्छ। सायदै इलाम जिल्लाको श्रीअन्तु पछाडिको अत्यन्तै हाइलाइट एरिया हो। र यो एरियामा आउनको लागि इलाम सदरमुकामबाट हाम्रो नेपालटार हुँदै एउटा पक्की बाटो छ जो 35 किलोमिटरमा हामी गन्तव्यमा आउन सक्छौँ। त्यसै गरी एउटा कच्ची बाटो छ। हामी इलामबाट सिधै खोला हुँदै 14 किलोमिटरमा यहाँ स्पोर्टमा आइपुग्छौँ। त्यसै गरी बिर्तामोड मुक्ति चोकबाट 58 किलोमिटरमा यही स्पोर्टमा आउन सक्छौँ कच्ची बाटो हुँदै। र यो एरिया
पिकनिकमा यहाँहरू सबैजना आउनुहुन्छ, रमाइलो गर्नुहुन्छ र शुक्रबार मलाई लाग्छ अफिस भ्याएर पनि कर्मचारीहरूले यो एरियाको भ्रमण गरेर बसेर जान सक्ने वातावरण पनि रहेको छ। र यहाँ धेरै आन्तरिक पर्यटकहरू हामी देख्न सक्छौँ। यसै बिचमा हामीसँग एकजना सर उपस्थित भइसक्नु भएको छ। हामीले चाहिँ हिजो शुक्रबार हाम्रा अफिसका कर्मचारी साथीहरू, अभिकर्ता साथीहरू र अफिस टाइम चाहिँ छुट्टी बिदा भइसके पछाडि हामी बेलुका झापा, त्यस्तै गरी इलाम र मङ्गलबारेको संयुक्त 3वटा शाखा कार्यालयबाट आफ्नो अफिस टाइम सकेर यहाँ बेलुका गाडीबाट यात्रा गरेर साँझमा यहाँ बास बस्न हामी आइपुगेका छौँ। र यो ठाउँ हामीले सुनेका थियौँ अत्यन्तै चाहिँ रमणीय छ। अलिकति पछि परेको बाटोघाटोको असुविधा भए तापनि यहाँ आइसके पछाडि चाहिँ धेरै मनमोहक दृश्यहरू, चियाबारीका लगायत विभिन्न इलाम जिल्लाका चाहिँ क्षेत्रहरू अवलोकन गर्न सकिन्छ भन्ने जानकारी भएकोले हामी करिब 25-30 जना चाहिँ यो क्षेत्रमा हामी घुम्नको लागि आएका छौँ र सबैजना एकदम हर्षोल्लासका साथ चाहिँ यहाँ आज रमाइरहनु भएको छ। र म के भन्न चाहन्छु भने झापाका विभिन्न ठाउँबाट पनि बिदाको दिन, शुक्रबारको दिन चाहिँ हामीले आफ्नो अफिस टाइम सकेर यहाँ चाहिँ सहजै आएर बास बसेर हामी शनिबार फर्केर आइतबारको ड्युटी भ्याउन सकिने रहेछ भन्ने हामी सबैले यहाँ चाहिँ अनुभूत गरेका छौँ। नमस्ते, म दिपा आचार्य ढकाल। म इलाम नगरपालिकाबाट यहाँ आएको छु। यो पानीटार चिया बगान धेरै अगाडिदेखि चिनेको जानेको, तर घुम्ने उद्देश्यले यहाँ आएको रहेनछु। बाटो हिँड्ने क्रममा बाटोको छेउछाउको बगानहरूमा फोटोसोटो खिच्दै हामी हिँड्ने गर्थ्यौँ। तर यहाँ भित्र घुमेर हेर्दा यहाँ प्राकृतिक रूपमा धेरै नै मनोरम दृश्य अवलोकनहरू हेर्न सकिन्छ। ब्याकग्राउन्डमा यहाँहरूले देख्दै हुनुहुन्छ कञ्चनजङ्घा हिमालको दृश्य, चिया बगान, एकदमै सुन्दर चिया बगान देख्न सकिन्छ। र पर्यटकीय हिसाबले यो धेरै नै रमाइलो, रमणीय र मौसमको हिसाबले पनि यो अति नै उत्तम स्थान छ। यहाँ चाहिँ धेरै गर्मी र धेरै जाडो हुँदैन, हल्का चिसो न्यानो मौसम भएको ठाउँ हो। र यहाँहरूले एकपटक इलाम जिल्लाको पानीटार चिया बगान निहालेर हेरिदिनको लागि अनुरोध गर्दछु। धन्यवाद। यो पानीटारको सुन्दर चिया बगान परिक्रमा लगाइसकेपछि अब यो भन्दा पनि अझ सुन्दर यहाँको विशाल पिकनिक स्पट हेर्न तपाईहरूलाई लैजाँदैछौँ। हामी सम्पूर्ण पानीटार परिक्रमा गर्दै गर्दै अब पानीटार चिया बगान बिचमा उत्तरपट्टि पूर्वपट्टि रहेको एउटा पिकनिक स्पटमा पुग्नेवाला छौँ। यो पिकनिक स्पट अरू ठाउँको पिकनिक स्पट भन्दा एकदमै विशाल छ र विशेष पनि छ। के कस्तो रहेछ, के विशेष रहेछ, कति विशाल रहेछ भनेर यहाँबाट हिँड्दै हिँड्दै गएर त्यहाँसम्म पुग्दै बुझ्दै गरौँ है। पिकनिक खान सकिने एकदम मजाको एउटा टहरा छ यहाँ। यता शौचालयहरू र यहाँ सामान राख्न, बाजागाजा राख्न, मान्छे बस्न सम्पूर्ण कुरा यहाँनेरि सुविधा छ। यो छत्र छायाभित्र माथि होइन, माथि मन्दिर हुँदै जाउँ न। शिवालय मन्दिर। ल, यो शिवालय मन्दिरबाट हामी तेर्सो पूर्वपट्टि जाँदैछौँ। प्रमुख अरू थप पिकनिक स्पटहरू त्यहाँ भेट्नेछौँ, हेर्नेछौँ। ल, थोरै अघि बढेपछि अर्को स्पट आयो, अर्को टहरा आयो। यो जङ्गलभित्र, यो ठाउँभित्र यस्तो थुप्रै टहराहरू छन्। जहिले जत्रो समूहमा आए पनि यहाँनेरि ठाउँ जहिले पनि एकदमै खाली रहन्छ।
ल हामी अर्को टहरामा आइपुग्यौँ। यो टहरा अरूभन्दा एकदमै सुन्दर छ। यहाँबाट पहाडीको दृश्यहरू देखिन्छ, पहाडीको पहाडहरू, गाउँहरू र पहाडीको हिमालको केही दृश्यहरू पनि देखिन्छ। एकदमै ठुलो छ यो। यहाँबाट हेरौँ एकचोटि पहाडी गुफाथुम्कीतिर। अहिले यहाँ 3वटा ठुल्ठुलो स्पोट छ। टोयलेटहरू 3 ठाउँमा छ। फाल्टो तल गरेर 4 ठाउँमा टोयलेटहरू छ। यहाँ प्रत्येक ठाउँमा पानी बत्तीको सुविधा छ। पिकनिक खानको लागि आउनुहुँदाखेरि तपाईहरूले अहिलेसम्म जति जे सामानहरू लिएर आउनुहुन्थ्यो यस कष्टबाट मुक्त हुनको लागि अब तपाईहरूले अगाडि नै डिल गर्नुभयो भने म यहाँ अगाडि चाहिने सामग्रीहरू तपाईहरूले आफै बनाएर खानुहुन्छ भने पनि तयार गरेर राखिदिन्छु र तपाईहरू पकाइ मागेर खानैको लागि मात्र आउनुहुन्छ भने नि अगाडि डिल गरिसकेपछि म तपाईहरूलाई त्यो सेवा सुविधा दिने गरेको छु। आउँदाखेरि अब ठुलो ठुलो टरहरू छ। यहाँ तपाईहरू राति नै बसेर खानुहुन्छ भने पनि यस ठाउँमा सुरक्षित छ। आहा, कस्तो राम्रो व्यवस्था। तपाईँ जहाँबाट पनि यहाँ पिकनिक खान आउँदा घरबाट मान्छे मात्रै आए हुने, खाद्यान्न, पेय पदार्थ, ग्यास चुलो, बाजा गाजा, हाँडा भाँडा सबै यहीँ तयार पारिदिनुहुनेछ उहाँले अग्रिम जानकारी गरे। अब भने हामी अझ पूर्वपट्टि रहेको बाँसुरी वनतर्फ जाँदैछौँ, जहाँ यो गाउँका सबै बाँसुरी वादक युवाहरू जम्मा भई बाँसुरी बजाउँछन्। हामी पिकनिक स्पटबाट अलिकति पूर्वपट्टि एउटा राम्रो सुन्दर वनमा आएको छौँ, बाँसुरी वन। यहाँनिर आएर बाँसुरी बजाउने ठाउँ हो यो। साथीहरूले पछाडि थालिसके। एकदमै यो गाउँमा बाँसुरी बजाउन धुरन्धर व्यक्तिहरूको कमी नभएको ठाउँ हो यो। अब बाँसुरी कला साथीहरूको हामी यहाँ हेरौँ, सुनौँ। ल है, हामी यो पानीटारको बाँसुरी वनमा यसरी बसेर हामीलाई मिठो धुन सुनाइदिने यो गाउँका एकदमै युवा साथीको परिचय पनि थोरै गरौँ। के पर्यो सोल्टीको नाम? नमस्कार, मेरो नाम चाहिँ मणिकुमार राई, देवमाई नगरपालिका वार्ड नम्बर 8, घर यहीँ तलतिर पर्छ। तपाईँले कसरी सिक्नुभयो बाँसुरी बजाउन? कसले सिकायो कि आफै सिक्नुभयो? यो यसै पनि हामी एउटा सामुदायिक वनभित्र छौँ। अब वनको एउटा के भन्ने मिठास, त्यो चिज नै बाँसुरी रहेछ। अब चराचुरुङ्गीको स्वरहरू सँगसँगै है चाहिँ गुन्जायमान हुनु मलाई चाहिँ सानैदेखि मन पर्यो। त्यही कारणले आफूले बनाएर सिक्दै सिक्दै होइन, अहिले तपाईँहरू जस्तोले अलिअलि मन पराइदिनु भयो होइन। मेरो शुभचिन्तकहरूले पनि राम्रो रहेछ त हौ मणि तेरो चाहिँ भन्ने खालको गरिदिनु भयो। त्यही हो मेरो प्रोत्साहन। मणिदाईको सुरिलो बाँसुरीको धुनले यो पानीटारको वनै तरङ्गित भयो। वहाँका थप सृजनाहरू, पानीटारका थप पर्यटकीय स्थलहरू, पानीटारको चियाको चमत्कार, थुप्रै कुराहरू परिक्रमाको फेसबुक पेजमा राखेका छौँ, हेर्नुहोला है। यहाँबाट भने हामी तपाईँसँग बिदा हुँदैछौँ। फेरि यस्तै रमाइलो भिडियो लिएर चाँडै आउनेछौँ। तबसम्मको लागि बस्नुहोस् है त।